साल्पा विकास बैंक र रिलायन्स स्पिनिङ मिलको आइपिओ पर्नेहरूको लागि खुसीको खबर आएको छ। खुसीको खबर चाहिँ के रहेको छ भने यो कम्पनीको सेयरहरू चाहिँ नेप्सेमा लिस्टिङ भइसकेको छ र अब यसको कारोबार कहिले हुनेछ र यसको ओपनिङ रेन्ज प्राइस कति हुनेछ आजको यो भिडियोमा भन्नेछु। सबैभन्दा हामी सुरुमा साल्पा विकास बैंकको हेर्यौँ। साल्पा विकास बैंकको चाहिँ नेप्सेमा लिस्टिङ भएको सेयर 52,23,880 किता रहेको छ र यसको कारोबार भने चाहिँ फागुन 4 गते सोमबारको दिनदेखि सुरु हुनेछ र यसको फर्स्ट ओपनिङ रेन्ज भनेको चाहिँ 100 देखि 300 को बीचमा हुनेछ। अब हामी रिलायन्स स्पिनिङ मिलको हेरौँ। रिलायन्स स्पिनिङ मिलको चाहिँ 1,90,00,000 सेयरहरू नेप्सेमा लिस्टिङ भइसकेको छ अनि यसको पनि कारोबार भनेको फागुन 4 गते सोमबारदेखि नै हुनेछ। धेरैजनाको जिज्ञासा चाहिँ के थियो भन्दाखेरि यसको ओपनिङ रेन्ज कतिमा हुन्छ। यसको ओपनिङ रेन्ज चाहिँ आरएस 100 देखि आरएस 300 300 सम्म हुने भनिएको छ। अब यो रिलायन्स मिलको जसलाई आइपिओ परेको छ उहाँहरूले चाहिँ टाइट होल्ड गरेर राख्नु होला र पछि प्राइस बढ्दै गएपछि चाहिँ फाइदा हुन्छ। सुरुमै चाहिँ अब तपाईहरुलाई घाटा देखिए पनि टाइट प्राइस होल्ड गरेर राख्नु होला।